आजको वेदर चाहिँ एकदम है शीतल शीतल खालके रहेछ। आज चाहिँ त्यस्तो बेसी घाम लागेको छैन रहेछ, तर हेरौँ भरे कस्तो हुन्छ है। टुडेज दामी छ वेदर। सो गुड मर्निङ एभ्री वान। म चाहिँ अहिले यहाँ उठेर है म चाहिँ घरमा छु है। अनि तपाईँलाई आजको अपडेट बिहानको वेदर कस्तो छ भनेर देखाइदिँदै गरेको नि। सबैजनालाई धेरै धेरै वार्म गुड मर्निङ है। अनि म चाहिँ यहाँ पानी पिउँदैछु उठेर। अहिले म घर आएको छु नि त, अब भोलि चाहिँ फर्किन्छु है। अनि आज चाहिँ घरमा छु अनि उठेर चाहिँ यहाँ पानी पिउँदैछु हैन। फर्स्टमा पानी पिउनु अनि अब खाना सब्जी बनाउने मेरो टर्न हो घरमा। अनि बिहान मम्मी र बाबा चाहिँ गाईको गोठमा जानुभएको रहेछ। अन्त अघि जानुभएको रहेछ। अनि म चाहिँ भर्खर उठेर अब यहाँ खाना सब्जी बनाउँछु, पानी पिउँछु, चिया पिउँछु। त्यहाँदेखि चाहिँ त्यही हो मर्निङको रुटिन सबैजनाको सेम है। घरमा गर्नुपर्ने कामहरू जति हुन्छ त्योहरू गर्नुपर्छ। हेर्दै गर्नुहोस् होला। अब चाहिँ म चिया बनाउँछु है। पानी तातिरहेको रहेछ यहाँ। चिया बनाउन आँटेको म चाहिँ आफ्नो लागि। यहाँ म अदुवा लगाइदिन्छु। अदरक वाली चिया कसलाई मनपर्छ? मलाई चाहिँ अदुवाको चिया मनपर्छ। चिया रङ है। अनि सुगर टी। म चाहिँ बिहान चाहिँ चिनीको चिया खान्छु है। चिनीको चिया, किनभने सुगर टी नै खानु मनपर्छ। कुनै के भएको चिनी लगाइदिएँ मैले। चिनी चाहिँ बेसी लाउँदिनँ। अन्त दुध चाहिँ यहाँ राखिदिएको छ फ्रिजबाट है। दुध निकालेँ मैले। एड सम मिल्क है। अब म दुध लगाइदिँदैछु। अब एकछिन उमालेपछि मेरो चिया चाहिँ रेडी हुन्छ। मेरो चिया रेडी भयो। मिठो भयो, मिठो। अब चिया र अलिकति के भन्नु, ब्रेकफास्टै भनौँ न। अब घरमा त म बिहानै छ नि अहिले हैन। अब राति रुममा भन्दा चाहिँ बिहान ढिलो उठ्यो भने हो त्यस्तो खानाको ब्रेकफास्ट खाने टाइम नै हुँदैन। एकैचोटि खाना बनाइ खायो हो। घरमा चाहिँ अब बिहान छिटो उठ्छ, टाइममा खाजा हैन, चिया खाना। अनि यो डोनट हिजो मैले पराछिनाको दोकानबाट ल्याएको थिएँ, मिठो रहेछ हैन। यो खान्छु अनि चिया खाएर चाहिँ मेरो मर्निङको काम खाना सब्जी बनाउनु तर्फ लाग्छु। हेर्दै गर्नुहोस् होला। म पहिले चिया खाइहाल्छु है। वाउ माई फेभरेट है। करेला रहेछ आज चाहिँ। अनि यसको सब्जी बनाउँछु। यहाँनिर करेला रहेछ, ल्याउनु भएको रहेछ बाबाले टिपेर हिजो। यसको सब्जी बनाउँछु। म चाहिँ करेला धुँदैछु है। आजको मेरो बिहानको मर्निङको सब्जी चाहिँ करेला हुनेछ। मैले करेला पनि काटिसकेँ। अब अलिकति नुन हालेर चाहिँ यसमा है एकछिन यसलाई चाहिँ मारेर त्यसको पानी फ्याँक्नुपर्छ, किनभने भरे पुरै तितो हुन्छ नि त। अनि अलिकति त्यसो गर्छु म चाहिँ हो। एकछिन यसलाई एकछिन उयो गरेर स्क्विज गरेर भरे यसको पानी चाहिँ फ्याँक्नुपर्छ। अनि म यहाँ करेला पकाउनु लागि रेडी गर्दैछु। तेल लगाइदिँदैछु। अलिक करेलामा चाहिँ अलिक तेल बेसी लगाउनुपर्छ हो, मिठो हुन्छ। अलिक बेसी लगाइदिन्छु तेल। यो चाहिँ मैले है करेलालाई नि पानी निचोडिसकेको छु। यहाँनिर अर्को है निचोडिसकेर यहाँ छ। अनि कतिजनाले चाहिँ यतिकै पनि खानुहुन्छ है पानी नफेकी, तर मलाई चाहिँ साह्रै तितो हुन्छ र त्यही भएर चाहिँ म चाहिँ पानी फेकेर चाहिँ गरेको। यो जुस पनि कतिले खान्छ, राम्रो हो है हेल्थको लागि, भएर म चाहिँ खानु सक्दिनँ, ओभरै तितो हुन्छ। 5 पल्ट लगाइदिँदैछु फर्स्टमा है। अन्त सुक्खा खोर्सानी, सुकेको खोर्सानी हो यो चाहिँ डल्लै है। त्यसको बादमा छ प्याज, अनि छ यहाँ लसुन है, अनि छ यहाँ हल्दी, अनि कम्ती रातो खोर्सानी है। अघि यो डल्लै पनि लगाएको छ, त्यही भएर कम्ती लगाएको।
अब त्यसको बादमा करेला लगाइदिउँ। नुन चाहिँ कम्ती लगाइदिउँ, अघि करेलामा लगाएको छ है, चर्को हुन्छ अरे। अब चाहिँ करेला चलाइदिउँ। अहिले चाहिँ सानो फ्लेम गरेर चाहिँ पकाउँछु म यहाँनिर अर्को सब्जी है, किनेमाको झोल बनाउन आँटेको है। हाम्रो घरमा चाहिँ अब सबैको घरमा त्यही होला, एउटा सब्जी अब छैन, एउटा अझै पकाउनै पर्छ है। अब एक्लै भएको एउटा सब्जी पकायो, एक्लै खानु है, अहिले सबैजना हुँदा त अर्को सब्जी पनि बनाउनु पऱ्यो, अनि त्यही भएर किनेमाको झोल बनाउन आँटेको म। सेम प्रोसेस है, 5 फोरन लगाइदिएँ फर्स्टमा, अनि त्यसको बादमा प्याज है, प्याजलाई चलायो है, अन्त हल्दी लगाएँ, डल्ले लगाएँ काटेर राखेको, अनि टमाटर नुन लगाइदिएँ है। अब यहाँ किनेमा लगाएँ मैले। मेरो आजको खाना रेडी भइसकेको छ, करेला पनि पाकिसकेछ यहाँ है। एकदम सिम्पल खाना मर्निङको। यहाँ करेला पकाइसकेको छु, अनि यहाँ छ किनेमाको सुप, किनेमाको झोल पनि पाकिसक्यो। एकदम मिठो छ यो किनेमा चाहिँ, हामीले हिजो पनि खाएको हो, अन्त सो टेस्टी छ है। एकदम सिम्पल किनेमाको सुप रेडी भयो। यहाँ छ करेला। गुड मर्निङ। गरम भएर यहाँ यस्तो खलखल भइरहेछ। मैले खाना सब्जी बनाइसकेँ, अब बाबा आएर खाना खानुपर्छ। ओके।